हुन्छ क्या ठुलो कि सानो भन्ने तपाईको त घोडी ठुलो छ कि नाइटो ठुलो छ दिजु देवी दिदीले मेरो दिदीको भन्न मिलेर सबै ठुलो छ भने पारा अब म बोलिन फिता ल्याउनु पर्छ है देवी माया अहिलेदेखि नि लुगा भन्दा अगाडि त्यस्तो क्या दिदी टेन्सन नगर्नुहोस् न तपाईँलाई यदि सानो भयो भने या ठुलो भयो भने तपाईँले उ गर्न मिल्छ क्या साट्न मिल्छ एक्सचेन्ज गर्न मिल्छ क्या कृष्ण ब्रदर हजुर मैले अहिले यहाँ लाउँदा 3 पिस अर्डर आइसक्यो 3 पिस अर्डर आइसक्यो अनि धन्यवाद अब दिने हो अब दिस 1 पिस दिइसक्यो अब 2 पिस फेरि दिने हो ल ठिक छ दिदी ठिक छ गर्नुस् पेमेन्ट पनि गर्दैछ एकचोटी सर घुम्दिनुस् त एकचोटी शान्ति बहिनी एकचोटि एकजना दाइले तपाईसँग अर्डर गरेर लिनुभयो त नि उहाँले पनि लिनुहुन्छ होला सायद उहाँको उयो छैन उहाँ दाइ को के नाम हुनुहुन्छ के पछि तपाईसँग कुरा गरेर लिनुभयो त नि उही काठमाडौँ उहाँ त्यो गोरे छोरालाई भन्नुभएको होइन अर्कै हुनुहुन्छ कन्ट्याक्ट गर्नुहुन्छ उहाँले पनि गर्नुहुन्छ हेरिरहनु भएको होला गर्नुहुन्छ पछि त्यो बहिनीलाई के त्यहाँ काठमाडौँमै मगाएको देख्छु नि छोरीको लागि उहाँले पनि लुगा हामी 120 जना त 120 जना हो साच्चै हामी यहाँ कहाँ जानु भयो राजकुमार हो राजेश दाइ ओके मैले मगाइदिएको है साँच्चै उहाँले पनि त्यहाँ कुरा गर्नुभयो भने कुरा गर्नु न त्यहाँ हुन्छ यतै कतै हेरिरहनु भएको छैन उहाँले राजेश दाइ भन्नुभएको चाहिँ कहाँको हो 127 जना मान्छे छौँ हामी होइन 127 जनामा कसले हामीले अर्डर गर्यौँ ल हात उठाउनु त हाम्रो मुखै उठिसक्यो हामीले अर्डर गरेको मान्छेलाई किन उठाउनु परेर हात अर्डर गर्ने मैले त लाइरहेको कस्तो खतरा हात आयो यार हेर्छौ त्यहाँ खुसी छ मेरो सोल्टीले आज खुसी हुनुहुन्छ अघि नै रातो गाना बनायो शान्ति सिस यसो गर्नुस् न खोइ आइसक्यो मलाई त यहाँ साँच्चै त्यो राजेश दाइ मसँग WhatsApp नम्बर छ उहाँको हो त्यसो गर्नु न शान्ति बहिनी उहाँलाई पनि उहाँको WhatsApp नम्बर छ म उहाँलाई फोन गर्छु अनि उहाँको छोरी यहाँ काँडाघारी पेप्सी कोला पालो गरी पछि बानी गरौँ मेरो भाइले के भन्नुहुँदैछ मेरो तेज भाइले ल सुनिराख्नु त हात उठाउनु भन्दै थियो सबैजनालाई खोइ त हातै आएन 3टा 4वटा हात आयो खोइ हाम्रो वीरेन ब्रदरको नि हात आएन दिप भाइको नि हात आएन वीरेन ब्रदरले त त्यत्रो मगाइसक्नु भयो कतिपय मान्छेहरू सो गर्नेमा हुँदैन क्या तेज ब्रदर त्यसरी बुझ्नुहोस् न फुल देखाउनु रमाले मलाई कल गरेको थियो है रमाले 4-5 जोर जतिको अर्डर गर्ने भन्दै छिन् रमाले आज कतिखेर फुर्सद हुन्छ आउँछु आमा म भन्दै थिएँ आउनु अहिले कन्ट्याक्ट गरिहाल्नुहोस् त कन्ट्याक्ट गरिहाल्नुहोस् त ए रमा नम्बर छ आउनुहुन्छ होला रोमा दिदी कन्ट्याक्टमा छ नि मसँग दिउँसो बिचारा दिउँसो मसँग आई सोधी बुझी गरिवरी म फुर्सद हुनु बित्तिकै आउँछु आमा भनिवरी गइरहेछन् अहिले आउँछु फेरि रमा दिदीको त फेरि 5वटा कलर हो के फेरि रमा दिदीले लिए भएपछि त्यो 4वटा कलर त्यो 4 पिस उठाउने हो के रमा दिदीले ल ठिक छ दिदीलाई कन्ट्याक्ट गरिहाल्नुहोस् त ल बोलाइहाल्नुहोस् अहिलेको वेबसाइटबाट अर्डर प्लेस भइहाल्छ हाम्रो कल्पना सिस कहाँ जानु होइन दिदीलाई सजिलो छ के पेमेन्ट गर्नलाई भाइको एकाउन्टमा डाइरेक्ट उहाँले पेमेन्ट गरिदिनुहुन्छ यहाँबाट अर्डर मात्रै गरिदिने हो के भनिदिनु भयो भने भइहाल्छ नि मैले के अरे म बोलिसकेँ नि त मेरो भाइ म बोलिरहेछु त्यही पनि अहिले मैले आउनु है एकछिन फुर्सद हुने बित्तिकै मैले भन्दैछु अलिक कम 300 मात्रै भनेको छ छिटो अर्डर गर्नु भन्दैछु एकैछिन ल आर्टिकल लिनुपर्ने हो नेपालमा हाम्रो जनताहरू कोही हुनुहुन्छ भने मलाई सम्पर्क गर्नु होला आर्टिकल मगाउँछु रे
ठिक छ तपाईँ DM गर्नुहोस् न या जसलाई गर्नु भए पनि हुन्छ होइन म्यासेज पठाउनुहोस् यहाँ होइन म्यासेजमा अनि कुरो गर्नु होला नभए माथि आउनुहोस् त तपाईँ माथि आउनुहुन्छ ल बोलाउनु उहाँलाई म तल एकछिन हजुर हो यार नै जो भए पनि म्यासेज गर्दा हुन्छ नि म्यासेज गर्दा हुन्छ माथि तान्दा पनि हुन्छ एक दुई शब्द गाली दिए पनि सौला क्या अरूकै मान्छे रहेछ भने पनि हामीलाई बिकाउनु छ हाम्रो AYZ गाली सुनेर भए पनि बिकाउने हेलो ल आउनु त माथि तपाईँलाई रिको तानेको छु आर्टिकल अहिले बिजी हुनुहुन्छ अरे त्यसो भएदेखि तपाईँ यहाँ देख्नु भएको छ नि जसलाई भए पनि म्यासेज गर्नुहोस् फेक हो भन्नुभएको छ फेक भए पनि रियल भए पनि नो प्रब्लम मलाई नै गर्नुहोस् म्यासेज म तपाईँसँग कुरो गरौँला है त फेक भए पनि रियल भए पनि म त के भनेको मैले त बुझिनँ सम्पर्क गर्नु आर्टिकल हेलो दर्शन सबैजनालाई हाम्रो साथ इमर्जेन्सी सर हजुर उठ्दिनु न एकचोटि ल उठ्दिनुस् एहे आज आजको हाम्रो सिस मोडलिङ हो कि के मोडलिङ आज हाम्रो सिस मास्टरमाइन्ड ब्रदर तल माथि सेट नै है हजुर हजुर दामी छ पुरै कलर एकदम राम्रो छ है सबै राम्रो छ मैले अघिदेखि भनेको तल पुरै फुल देखाउनु त भनेर खतरा रहेछ हो त्यहाँ भन्दा कति देखाउनु हो तपाईलाई नाइ अघि भनेको के देखाउनु भएन त्यही भएर भनेको ए म व्यस्त थिएँ अनि के कलालाई मात्रै कला छोरलाई मात्रै देखाएको छ र कति देखाउनु तपाईलाई मात्रै भनेको तपाईले हेर्नु न देवी माया म भर्खर आइपुगेँ कि त्यही भएर हैन आमा म भर्खर आइपुगेँ थिएँ कि त्यही भएर हो त्यही त भर्खर आउनु भएको छ कति देखाइदिनु तपाईलाई मात्रै तपाईलाई यो कस्तो मजाले देख्छ हेर्नु न ए कपडाहरू चाहिँ यस्तो खालको छ त्यो छ नि ए लेखेको चाहिँ उ छ हैन त्यो उसमा हानेको छ हैन पछाडी हालेको छ कलरमा पछाडी छैन नाइ अगाडिको त्यो उ छ हैन पेन्ट हैन हैन ओ नि शिलाको होला नि त्यो उमै छ ए प्रिन्ट गरेको के प्रिन्ट गरेको मजाले छ राम्रो छ राम्रो एकदम राम्रो हजुर त कस्तो नामी देखेछ हजुरलाई त ज्यान त कस्तो खतरा रहेछ त हजुरको त थ्याङ्क यू यत्रो छ के आजको मोडलिङ हो के हैन ज्यान त खतरा छ है भगेर मार्ने ज्यान छ नाइ शरीर यस्तो खतरा छ के अहिले यहाँ कति तिनटा बेचिसक्नु भयो दिदीले अब एकचोटि घुमेर फरेर नाच्दिनु भयो भने अर्को तिनटा बिक्छ देवी माया दिदी के भन्दै हुनुहुन्थ्यो अनि हाम्रो साथी इमर्जेन्सी सर अनि भनेर पक्नुस् न एकैचोटि गर्छु भनेर यस्तो वाला हो यो स्टेप चाहिँ आइसक्यो के भन्दै हुनुहुन्छ उहाँ कला दिदीले स्केटिङ नै होला जस्तो लाग्यो कपडा कि स्टेप नै उस्तो तन्किने वाला हो स्टेप हो ओ जत्रोलाई नै हुँदो रहेछ हुन्छ तपाईँ कतिको हुनुहुन्छ तपाईको कस्तो छ भुँडी बला सेक्सन तपाईँ नबोल्नु देवी दिदी त्यो मेरो त पुरै छोड्दिनु म त वीरेन लामा भाइ जस्तै छु हाम्रो देवी दिदीलाई एकछिन म्युटमा राख्नुहोस् त कसैले वीरेन लामा भाइ पनि उस्तै हो अहिले कोरेमै सर्किनुहुन्छ उहाँ खाना खाँदै हुनुहुन्छ उटाङ कुरा त नगर्नु देवी दिदी तपाईँ छोड्दै चुप राखेर देवी माया पनि खोइ कसको लागि हुन्छ कि कस्तो अप्ठ्यारो लाग्छ क्या आमा तपाईँहरू अब आमाहरू दिदी बहिनीहरू बसेर हामीलाई अप्ठ्यारो यो गरे दाइको त्यही त गरेको हाम्रो फुत्किन्छ गरेर बोलौँ न हौ केही बुझेन झ्याउ भयो क्या सुन्नुहोस् ल अब सबैले म्युट बस्दिनु त एकछिन प्रेम कुरा सुन्नु त सबैजनाले एकचोटि सबजनाले म्युट गर्नु आर्टिकल
आर्टिकल हेऱ्यो एकदम राम्रो छ, क्वालिटी एकदम पर्फेक्ट छ होइन, प्राइस पनि एकदमै भनौँ न म्यानेजेबल छ राम्रो छ, सस्तो छ, म्यानेजेबल छ होइन। अब यहाँ कतिजना हुनुहुन्छ 136 140 पुगिसक्यो होइन, सबैले एक एकवटा गरेर लिइदिनुहोस् होइन, सकेसम्म आज भोलि पर्सिसम्ममा सकाइदिउँ। यो हाम्रो आयुजे फ्यामिलीलाई यति सघाउन कुनै कति 600-700 पिस कति छ 700 पिस त्यही त, हामी त हजारौँमा छौँ, लाखौँमा छौँ। मैले अघि नै पनि भनिसक्यो होइन, त्यो सानो सानो कुरा काटेर ग्रुप बनाएर कुरा काट्नुभन्दा बरु यो आर्टिकल लिने तेरो ग्रुपले बढी सक्सेस कि मेरो ग्रुपले बढी सक्सेस, यो कुरामा कम्पिटिसन गरौँ न, आउनुहोस्। कोही छ त्यस्तो ग्रुप? आयुजे बिना हामीले गर्दा आयुजे चलेको, हामीले धेरै आर्टिकल लिएको भनेर जुन के अरे लाइभमा आएर खोकेर बोलिरहेको हुन्छ नि, त्यस्तोहरूलाई म च्यालेन्ज दिन्छु। तपाईँको नमस्कार साथीहरू, यस च्यानलमा हजुरहरूलाई स्वागत छ। साथीहरू, यस च्यानलमा ब्लगिङ भिडियो तथा टिकटक लाइभ भिडियोका साथै अन्य मनोरञ्जनात्मक भिडियो हेरेर आनन्द लिन सक्नुहुनेछ। त्यसैले साथीहरू, यस च्यानललाई सब्सक्राइब गरेर सहयोग गरिदिनु होला भने हार्दिक अनुरोध गर्दछु। र साथीहरू, यदि यो भिडियो कस्तो लाग्छ कमेन्ट बक्समा गएर कमेन्ट गर्नु नबिर्सिनु होला। र भिडियो राम्रो लाग्छ भने प्लिज एक लाइक गरेर छोडिदिनु होला है। अब लागौँ भिडियो।